यो कथा ईमानदारको हो क्या। ईमानदारको च्याप्टरमा यानी जुरेको यो कथा हो। यो कथा गाईको बाछो र सिंहसित लायनसित जुरेको यो कथा हो। गाईले आफ्नो बाछोलाई दुध चुसाइरहेको क्रममा गाई र बाछो मम्मी र छोरा अनि दुवै कुराकानी गर्दै थियो। कुराकानी गर्ने क्रममा अब बाछोले त गाईबाट नै खाना खाइरहेको थियो, तर गाईले चर्नको लागि बाहिर जानु पर्थ्यो। गाईले चर्नको लागि बाहिर गयो। त यस्तै जानेर आउने क्रममा एक दिन के भयो त सिंह भेटायो। सिंह भनेको लायन भेटायो। लायनले अब खान्छ तब खान्छ पुरै ललाहित भएर लायनले एट्याक गर्नको लागि, पुरै आक्रमण गर्नको लागि, त्यो गाईलाई खानको लागि पुरै तत्पर भइसक्यो। त्यसै क्रममा गाईले पुरै शान्त भएर गाईले लायनलाई यानि सिंहलाई प्रश्न गर्नुभयो कि तपाईँ मलाई खान चाहनुहुन्छ भने खान सक्नुहुन्छ, तर खानुभन्दा पहिला म एउटा प्रस्ताव राख्न चाहन्छु कि तपाईँ मलाई खाइलिनुहोला, तर मेरो भोको अनि भोकै पेटो बसेको मेरो बाछो जो छ अनि बच्चा जो छ घरमा, त्यसलाई खाना खुवाएर अनि दुध चुसाएर आउँछु र त्यसपछि तपाईँ मलाई खाइलिनुहोला। यति भन्दाखेरि सिंहले विश्वासै गरिरहेको थिएन। तैपनि सिंहले भन्यो ल ठिकै छ, यदि यति इमान्दारको साथमा भनिरहेको छु, विश्वासको साथमा भनिरहेको छु भने त तिमी जाऊ यहाँबाट, तिमी जान सक्छौ र दुध चुसाएर आऊ। गाईले पुरै हाँसी आफ्नो घरतिर जानुभयो र गाई त्यो बेला आफ्नो बच्चालाई बोलाएर दुध चुसाइरहेको क्रममा बच्चालाई भनिरहेको छ कि बाबुरे, कि आज तिमीलाई जति खानु छ, जति दुध पिनु छ पिहाल, भोलिदेखि तिमी मलाई हेर्न सक्दैनौ, किनकि मैले सिंहलाई वचन दिएको छु कि म आफ्नो बच्चालाई दुध चुसाएर आउँछु, त्यसपछि तपाईँ मलाई खाइलिनुहोला। म वचन दिइसकेको छु। त्यसैले आज तिमीलाई जति खानु छ त्यति दुध खाइहाल। यति भन्दाखेरि बाछो सुनेर एकदमै भावुक भइसक्यो कि आमा मलाई छोडेर नजानुहोस्, तर गाईले आफ्नो इमान्दारितामा बसेकै रहिसक्यो। हैन, तिमीलाई जति खानु छ, जति दुध चुस्नु छ आज खाइहाल, भोलिदेखि मलाई पनि हेर्न सक्छु भनेर फेरि भन्दै थियो। बच्चाले एकदमै रुन थाल्यो र बच्चाले भन्छ, आमा गएर त्यहाँ झुट बोलिदिनुहोस् न, नजानुहोस् न। तर गाईले मानेन। गाईले भन्न थाल्यो, झुट बोल्नुभन्दा राम्रो त मर्नु राम्रो है। इमान्दार भनेको एक अमूल्य गहना हो। इमान्दारी छुपाउनु हुँदैन। यसरी भन्दाखेरि गाईले आफ्नो बाछोलाई दुध चुसाएर फेरि फर्केर त्यहाँ चौरमा जहाँ सिंह थियो त्यहीँ गयो। त्यहाँ जाँदाखेरि सिंहले त हेर्दाखेरि त सिंहलाई विश्वासै लागिरहेको थिएन। वास्तवमा यही गाई हो कि? गाई त वास्तवमा यतैतिर आइरहेको छ। उसलाई आफ्नो आँखामा विश्वास भइरहेको थिएन। तैपनि सिंहले त्यहाँ जाँदाखेरि अनि लायनले त्यहाँ जाँदाखेरि त त्यसपछि फेरि गाईले रिक्वेस्ट गर्न थाल्नुभयो कि ल म आफ्नो बाछोलाई दुध चुसाएर आएको छु, एकदमै टन्नै खुवाएर आएको छु, अब तपाईँ मलाई आरामले खान सक्नुहुन्छ। जब यति कुरा सुन्दाखेरि सिंह पनि एकदमै भावुक भइसक्यो है, एकदमै भावुक भइसक्यो। आँखामा आँसु आइसक्यो सिंहको। र सिंहले भन्छ, हैन, तपाईँको बहादुरी, तपाईँको साहस, तपाईँको इमान्दारिता वास्तवमा जायज छ। यस्तो इमान्दारी हुनु भनेको त एकदमै अति राम्रो
गुण हो। त्यसैले आजदेखि यो क्रूर जो छ, म आफ्नो मनको क्रूर जो अरूको बच्चाहरूलाई मारेर खाने, झुठो बोल्ने, ठगेर खाने यस्तो भावनाहरू आजदेखि म त्यागिदिन्छु र म पनि इमान्दारीको पक्षमा बस्छु, म पनि इमान्दारीको पक्षमा रहन्छु र अरूलाई इमान्दारी के हो भनेर एकदमै राम्रोसँग अरूलाई पनि सिकाउने गर्छु। र 2 शब्द भन्दाखेरि यही स्टोरी यहाँ म अन्त गर्दछु। धन्यवाद।